एका देशमा जहाँ न त कुनै निश्चित समयको लेखाजोखा थियो न त स्थानको कुनै नक्सा नै, त्यहाँ पहाडको काखमा एउटा विशाल राज्य फैलिएको थियो। त्यस राज्यको बीचमा एउटा भव्य, विशाल र हेर्दै अत्यास लाग्ने दरबार ठडिएको थियो। दरबारका भित्ताहरू सेतो चुनले पोतिएका थिए, छानाहरू सुनौला गजुरले सजिएका थिए र झ्यालहरूमा बहुमूल्य काठको नक्सा गरिएको थियो। यो दरबार जति सुन्दर थियो त्यति नै कठोर र पहुँच बाहिरको थियो। दरबारको अग्लो पर्खालभन्दा बाहिरको दुनियाँ भने नितान्त फरक थियो। त्यहाँ धुलो उड्ने साँघुरा गल्लीहरू थिए, जहाँ साना साना झुप्राहरू एक अर्कामा टाँसिएर उभिएका थिए। ती झुप्राहरूबाट निस्कने धुवाँले आकाशलाई धमिलो बनाउँथ्यो। दरबारभित्र सुगन्धित अत्तर र महँगा फूलहरूको बास्ना चल्थ्यो भने बाहिर पसिना, माटो र कहिलेकाहीँ सडेको अन्नको गन्ध आउँथ्यो। दरबारभित्र रेशमी पर्दाहरू हावामा लहराउँथे, बाहिर भने च्यातिएका कपडा लगाएका मानिसहरू सिरोटो छल्न सङ्घर्ष गरिरहेका हुन्थे। यही विरोधाभासपूर्ण राज्यका शासक थिए राजा दिपेन्द्र। राजा दिपेन्द्र 55 वर्षका थिए, तर उनको शरीर कुनै 30 वर्षे पहलमानको जस्तो कसिलो र बलवान थियो। उनको उचाइ सामान्य मानिसभन्दा धेरै माथि थियो, जसले गर्दा उनी जसको अगाडि उभिन्थे त्यो व्यक्ति स्वतः सानो महसुस गर्थ्यो। उनको अनुहारमा सधैँ एक प्रकारको कठोरता झल्किन्थ्यो। खैरो र बाक्लो जुङ्गालाई उनले सधैँ माथितिर फर्काएर राख्थे, जुन उनको अहङ्कारको प्रतीक जस्तै थियो। उनको पहिरनमा कुनै कहिल्यै कमी हुँदैन थियो। शरीरमा लगाउने रेशमी वस्त्रहरू टाढा टाढाका देशबाट मगाइन्थे र उनको शिरमा सधैँ शाही टोपी हुन्थ्यो, जसमा जडित बहुमूल्य रत्नहरूले उनको शक्ति प्रदर्शन गर्थे। राजा दिपेन्द्रलाई आफ्नो शक्ति, सम्पत्ति र सत्तामा जति गर्व थियो त्यति नै घृणा त्यो पर्खाल बाहिरको गरिब दुनियाँसँग थियो। उनी प्राय दरबारको सबैभन्दा अग्लो तलामा रहेको कलात्मक झ्यालबाट बाहिर चियाउँथे। उनको नजरमा कहिल्यै दया हुँदैन थियो, बरु एक किसिमको वितृष्णा हुन्थ्यो। यी फोहोरी मानिसहरू, उनी मनमनै गुनगुनाउँथे, यिनीहरूको जीवनको के अर्थ छ र? तर यी शक्तिशाली राजाको जीवनमा एउटा ठूलो समस्या थियो, उनको भोक र स्वाद। राजा दिपेन्द्र भोजनका शौखिन मात्र थिएनन्, उनी भोजनका दास भइसकेका थिए। उनको जिब्रोले संसारका अनौठा र महँगा स्वादहरू चाखिसकेको थियो। छिमेकी राज्यहरूबाट ल्याइएका उत्कृष्ट मान्छेहरूले उनका लागि मृगको मासु, मयूरको सुप र अनेकौं मिष्ठान तयार पार्थे। तर विडम्बना, सुनको थालमा पस्किएका ती 84 प्रकारका व्यञ्जनहरूले राजालाई कहिल्यै तृप्ति दिएनन्। हरेक दिन दिउँसोको भोजनको समय दरबारमा एक प्रकारको त्रास बोकेर आउँथ्यो। एक दिनको कुरा हो, राजा भोजन कक्षमा प्रवेश गरे। भोजन कक्ष आफैमा एउटा सानो दरबार जस्तै थियो। मखमली गलैँचाहरू बिछ्याइएका थिए र भित्तामा पुराना र विख्यात चित्रकारहरूले बनाएका चित्रहरू झुन्ड्याइएका थिए। बीचमा एउटा ठूलो मेज थियो, जहाँ राजा विराजमान भए। उनको अगाडि सुन र चाँदीका दर्जनौं कचौराहरू राखिए। बास्ना यति कडा थियो कि बाहिरका पहरेदारहरूको मुखमा समेत पानी आउँथ्यो। मुख्य भान्से, जसको नाम रमानन्द थियो, काँप्दै राजाको छेउमा उभिए। उनले आज विशेष मेहनत गरेर शाही खसीको लेदो र केसर हालेको विशेष पुलाउ बनाएका थिए। राजाले बिस्तारै सुनको चम्चा उठाए, पुलाउको एक गाँस मुखमा हाले। भान्सेले सास रोकेर राजाको प्रतिक्रिया पर्खिए। राजाले केही बेर चपाए। अचानक उनको अनुहार रातो भयो, आँखामा क्रोधको ज्वाला दन्कियो। ठुक्क! राजाले मुखको गाँस भुइँमा थुकिदिए। यो के हो?
माटो, बालुवा कि जनावरको दाना? महाराज, यो त रमानन्दको बोली लडबडायो। चुपलाक, राजा गर्जिए। उनको आवाजले भोजन कक्षको झुमर पनि हल्लिए जस्तो भयो। उनले अगाडिको सिङ्गो थाल रिसले हुत्ताइदिए। ठ्याङ्ग आवाजका साथ सुनका कचौराहरू भुइँमा बजारिए। बास्नादार ग्रेभी र सेतो भात गलैँचामा छरपष्ट भयो। तिमीहरू सबैले मलाई ठगिरहेका छौ। न नुनको स्वाद छ, न मसलाको जादु। सबै उस्तै, सबै निरस। राजाले आफ्नो कठोर जुङ्गामा हात फेर्दै आदेश दिए, यो भान्सेलाई अहिले नै दरबारबाट निकाल र सुन, मेरा मन्त्रीहरू, आज साँझसम्म ढोल पिटाएर राज्यभरि घोषणा गर, जसले म राजा दिपेन्द्रलाई एक छाक यस्तो भोजन खुवाउन सक्छ जसले मेरो आत्मालाई शान्ति दियोस् र जिब्रोलाई नयाँ जीवन दियोस्। उसले जे माग्छ त्यो पाउनेछ। तर यदि कसैले प्रयास गरेर पनि मलाई सन्तुष्ट पार्न सकेन भने उसलाई यो राज्यबाट सधैँको लागि निकाला गरिनेछ वा कठोर कारागारमा हालिनेछ। दरबारमा सनट्टा छायो। राजाको भोक अब राज्यको लागि सङ्कट बनेको थियो। घोषणा सुनेपछि सुरुमा त धेरै मानिसहरू लोभिए। जे माग्छ त्यो पाउने लोभमा टाढा टाढाबाट नाम चलेका भान्सीहरू आए। पहिलो दिन पश्चिमबाट एकजना भान्सी आयो। उसले दाबी गर्यो कि उसले हालेको मसलाले ढुङ्गालाई पनि स्वादिलो बनाउँछ। उसले दिनभरि लगाएर विभिन्न जडीबुटी मिसाएको मासु पकायो। तर राजाले एक टुक्रा चाख्न साथ भने, त मसला बेच्छस् कि बिस? यति धेरै पिरो र टर्रो, लैजा यसलाई। त्यो भान्सेलाई कारागार चलान गरियो। दोस्रो दिन पूर्वको एउटा प्रसिद्ध हलवाई आयो। उसले घिउ र दुधमा पकाएको यस्तो खिर बनायो जसको बास्नाले दरबारको बगैँचामा मौरीहरू पनि झुम्मिए। तर राजाले भने, यति गुलियो? के मलाई रोगी बनाउने विचार छ? यसमा न मिठास छ न गहिराई, केवल चिनीको थुप्रो। ऊ पनि असफल भयो। तेस्रो, चौथो, पाँचौं दिन हप्ता बित्यो। कति आए कति गए। कसैले माछा पकाए, कसैले परेवा भुटे, कसैले फलफुलका रस निचोरेर सुप बनाए। तर राजा दिपेन्द्रको असन्तुष्टि बढ्दै गयो। उनको रिस अब चरम सीमामा पुगेको थियो। दरबारको भान्साघर अब खाना पकाउने ठाउँ नभई मानिसहरूको परीक्षा लिने र सजाय सुनाउने अदालत जस्तै भएको थियो। भान्सामा आगो त बल्थ्यो, तर त्यहाँ काम गर्नेहरूको मुटु चिसो हुन्थ्यो। राजाको रिसले गर्दा दरबार बाहिरको बस्तीमा पनि त्रास थियो। कतै राजाको रिसले हामी माथि कर बढ्ने त होइन? गरिबहरू आपसमा काने खुसी गर्थे। उनीहरूलाई राजाको त्यो खेर गएको खाना देखेर आँसु आउँथ्यो। राजाले एक गाँस खाएर फ्याँकेको खानाले उनीहरूको हप्ता दिनको भोक मेट्न सक्थ्यो। तर राजालाई त्यसको कुनै प्रभाव थिएन। एक दिन जब राजा आफ्नो झ्यालबाट बाहिरको फोहोरी दृश्य हेरेर दिक्क मानिरहेका थिए, दरबारको मूल ढोकामा एकजना वृद्ध मानिस देखा परे। ती वृद्धको नाम थियो पुर्णे। पुर्णे हेर्दा कुनै पनि कोणबाट शाही भान्से जस्ता देखिँदैन थिए। उनको शरीरमा मैलो कछाड र एउटा पुरानो रङ खुइलिएको भोटो थियो। खुट्टामा छालाका चप्पल थिए जुन ठाउँ ठाउँमा सिलाइएका थिए। अनुहार चाउरी परेको थियो, मानौ समयले त्यहाँ आफ्ना धेरै कथाहरू कोरेको छ। कपाल र दारी सेतम्य थिए। तर उनको व्यक्तित्वमा एउटा अनौठो कुरा थियो, उनका आँखा। ती आँखाहरू साना भए पनि तिनमा एउटा गहिरो शान्ति र आत्मविश्वासको चमक थियो। उनको हातमा एउटा सानो पोको र टेक्ने लौरो थियो। द्वारपालहरूले उनलाई रोके, ए बुढा, यहाँ भिख माग्ने ठाउँ होइन, यो राजाको दरबार हो, जा आफ्नो बाटो लाग।
पूर्णेले शान्त स्वरमा भने, म भिख माग्न आएको होइन बाबु। मैले सुने हाम्रा महाराजलाई भोक लागेको छ, तर स्वाद मिलेको छैन। म उहाँको त्यो भोक मेटाउन आएको हुँ। द्वारपालहरू हाँसे। तँ जसले आफै पेटभरि खान पाएको छैन होला, तैँले राजालाई तृप्त पार्ने? स्वाद लुगामा होइन, हातमा हुन्छ बाबु, पूर्णेले मुस्कुराउँदै भने। उनको आवाजमा यस्तो दृढता थियो कि द्वारपालहरूले उनलाई रोक्न सकेनन्। खबर राजासम्म पुग्यो। राजा दिक्क भइसकेका थिए, तैपनि अन्तिम मनोरञ्जनको रूपमा उनलाई बोलाउने आदेश दिए। जब पूर्णे राजाको सामुन्ने पुगे, उनले न त शिर निहुर्याए न त डराए। उनले राजालाई सिधा आँखा हेरेर नमस्ते गरे। राजाले घृणाको दृष्टिले पूर्णेको थोत्रो लुगालाई हेरे। ए बुढा, नाम चलेका भान्सीहरू असफल भए, तँ जस्तो गल्लीको मान्छेले मेरो जिब्रोलाई सन्तुष्ट पार्ने साहस कसरी गरिस्? पूर्णेले विनम्रतापूर्वक जवाफ दियो, महाराज, ठूला भाँडाहरूमा पाक्दैमा भोजन मिठो हुँदैन। कहिलेकाहीँ सानो डेक्चीमा पाकेको खानाले पनि आत्मा भर्छ। मलाई एक मौका दिई बक्सियोस्, तर मेरो एउटा शर्त छ। शर्त? राजाको आँखी भौँ खुम्चियो। राजासँग शर्त राख्ने तिम्रो हैसियत? हैसियत त छैन महाराज, तर स्वादको नियम हुन्छ। पूर्णे डगमगाएन। मेरो शर्त यो हो कि म भान्सामा एक्लै पकाउने छु, त्यहाँ कोही सहयोगी हुने छैनन्, र जबसम्म म पकाएर सक्दिनँ तबसम्म हजुरले यहाँ धैर्य गरेर पर्खिनु पर्ने हुन्छ, चाहे जतिसुकै समय लागोस्। के मन्जुर छ? राजालाई त्यो वृद्धको आत्मविश्वास अनौठो लाग्यो। आजसम्म सबैले राजालाई छिट्टो खुवाउन हतार गर्थे, तर यसले पर्खाउने कुरा गर्यो। ल, ठिक छ, राजाले चुनौती स्वीकार गरे। तर याद राख, यदि खाना मेरो मन लायक भएन भने त यो दरबारबाट जिउँदो फर्कने छैनस्। हस् महाराज, पूर्णेले टाउको हल्लायो। पूर्णे भान्साघरमा पस्यो। त्यहाँ भएका दर्जनौं सहायक भान्सेहरूलाई बाहिर पठाइयो। विशाल भान्साघरमा अब केवल पूर्णे, ठूला ठूला तामाका भाँडाहरू र चिसो चुलो मात्र थियो। पूर्णेले सबैभन्दा पहिला ती महँगा विदेशी मसलाका बट्टाहरूलाई छेउ लगाए। उनले आफ्नो सानो पोको फोकाए। त्यसमा केही सामान्य सामग्रीहरू थिए। अलिकति कोदोको पिठो, केही गुन्द्रुक, अलिकति भटमास र डल्लो नुन। उनले चुलोमा आगो बाले। दाउराको टक्र्याक टुक्रुक आवाज शान्त भान्सामा गुन्जियो। उनले कुनै हतार गरेनन्। उनले सिलौटामा सामान्य लसुन र खोर्सानी पिस्न थाले। घ्यार घ्यार ढुङ्गाको त्यो आवाज दरबारको भित्ता भित्तामा ठोकियो। पानी उम्लियो। पूर्णेले कोदोको पिठो हालेर ढिँडो ओढ्न थाले। बाहिर राजा प्रतीक्षालयमा बसिरहेका थिए। समय बित्दै थियो। 1 घण्टा, 2 घण्टा, 3 घण्टा। राजाको पेटमा मुसा दौडिन थाले। उनले बिहानदेखि केही खाएका थिएनन्। सधैँ समयमा खाना आउने बानी परेका राजालाई त्यो पर्खाइ असह्य हुँदै थियो। यो बुढाले के पकाउँदैछ, अहिलेसम्म आउँदैन? राजा रिसाउँदै थिए, तर सँगसँगै उनको भोक पनि बढ्दै थियो। वर्षौंपछि उनलाई साँचो अर्थमा भोक लागेको महसुस भइरहेको थियो। दिउँसो ढल्कियो, साँझ पर्न लाग्यो। दरबारमा एउटा अनौठो बास्ना फैलिन थाल्यो। त्यो बास्ना केशर वा कस्तुरीको थिएन। यो बास्नामा माटोको सुगन्ध थियो, डढेको दाउराको हल्का गन्ध थियो र भुटिएको भटमास र तथा गुन्द्रुकको तीक्ष्ण तर लोभलाग्दो बास्ना थियो। राजाले लामो सास ताने। त्यो बास्नाले उनको बाल्यकालको कुनै धमिलो यादलाई कोट्याए जस्तो भयो। उनको मुख रसायो। आहा, यो के को बास्ना हो? उनले मनमनै सोचे। अन्तत धेरै समयपछि बल्ल ढोका खुल्यो भान्साको।
पूर्णे भित्र पसे। उनको हातमा सुनको थाल थिएन। उनले एउटा सफा टलक्क टल्केको काँसको थाल बोकेका थिए र त्यो थालमा जे थियो त्यो देखेर राजाको आँखा रिसले रातो भयो। थालमा बीचमा कालो कोदोको ढिँडोको थुप्रो थियो, छेउमा तातो झोल भएको गुन्द्रुक, अलिकति साँधेको अचार र एक कचौरा मोही। यो के हो? राजा आफ्नो आसनबाट जुरुक्क उठे। उनको स्वरमा गर्जन थियो। मैले तिमीलाई मेरो शाही भोजन बनाउन भनेको थिएँ र तिमीले मलाई यो गरिबहरूको खाना ल्याएर दिन्छौ? कुकुरलाई दिने जस्तो खाना म राजा दिपेन्द्रलाई खुवाउने? पूर्णेको अनुहारमा अलिकति पनि विचलन आएन। उनले थाललाई राजाको अगाडि टेबलमा राखेर हात जोड्दै भने, महाराज, रिस पछि गर्नुहोला। पहिला एक गाँस चाखेर हेर्नुहोस्। हजुरले कबुल गर्नुभएको छ। राजाले तरबार झिक्न खोजे, तर पेटको भोकले उनलाई कमजोर बनाएको थियो। त्यो गुन्द्रुकको बास्नाले उनको रिसलाई जित्दै थियो। ठिक छ, राजाले दाँत किर्दै भने, एक गाँस खान्छु र त्यसपछि तँलाई मृत्युदण्ड दिनेछु। राजाले हात अघि बढाए। उनले ढिँडोको डल्लो टिपे, त्यसलाई गुन्द्रुकको तातो झोलमा डुबाएर मुखमा हाले। भान्सामा सनट्टा छायो। पूर्णे राजाको अनुहार हेरिरहेका थिए। जसै राजाले त्यो गाँस चपाए, एउटा चमत्कार भयो। त्यो कोदोको लस्सा, त्यो गुन्द्रुकको हल्का अमिलो र पिरो स्वाद, त्यो लसुनको तीखोपन, ती सबै मिलेर एउटा यस्तो स्वाद बन्यो जुन राजाले आफ्नो 55 वर्षको जीवनमा कहिल्यै अनुभव गरेका थिएनन्। त्यो स्वाद जिब्रोमा मात्र सीमित रहेन, त्यो सिधै उनको हृदयमा पुग्यो। त्यो स्वादमा कुनै बनावटीपन थिएन, त्यहाँ केवल शुद्धता थियो। राजाको आँखा बन्द भयो। उनले दोस्रो गाँस हाले, त्यसपछि तेस्रो। उनी रोकिन सकेनन्। उनले हातका औँला चाटी चाटी खान थाले। उनले बिर्सिए कि उनी राजा हुन्। उनले बिर्सिए कि उनी काँटा र चम्चा चलाउने मानिस हुन्। उनी एउटा भोको बालक जस्तै खाइरहेका थिए। खाँदा खाँदै राजाको आँखाबाट आँसुको थोपा खस्यो र थालमा पर्यो। जब थाल रित्तियो, राजाले लामो सास फेरे। यस्तो तृप्ति, यस्तो शान्ति उनले वर्षौंदेखि महसुस गरेका थिएनन्। उनले आँसु पुस्दै पूर्णेतिर हेरे। उनको रिस गायब भइसकेको थियो। बाँकी थियो त केवल आश्चर्य र कौतूहल। पूर्णे, राजाको स्वर अब नरम र भारी थियो। मैले संसारका महँगा भान्साहरूको खाना खाएँ, तर यस्तो स्वाद कहिल्यै पाइन। सत्य भन, यसमा तैँले कुन दुर्लभ मसला हालिस्? यो कुन देशबाट ल्याएको जडीबुटी हो? मलाई त्यसको नाम चाहिन्छ। पूर्णे मुसुक्क हाँसे। महाराज, यसमा कुनै जादुई मसला छैन र यो बजारमा किन्न पनि पाइँदैन। राजाले जिद्दी गर्दै भने, मलाई नढाँट। यस्तो स्वाद त्यसै आउँदैन। मलाई त्यो रहस्य थाहा पाउनु छ। यदि हजुर साँच्चै त्यो मसला हेर्न चाहनुहुन्छ भने हजुरले मसित दरबार बाहिर आउनुपर्छ, पूर्णेले भन्यो। राजा आफ्नो विलासी वस्त्रमै पूर्णेको पछि लागे। पूर्णेले उनलाई बगैँचा वा भण्डार कोठातिर होइन, सिधै दरबारको पछाडिको ढोकाबाट बाहिर निकाले। साँझको समय थियो। पूर्णेले राजालाई एउटा सानो डाँडामा पुर्याए, जहाँबाट तलको बस्ती र खेतहरू प्रष्ट देखिन्थे। त्यहाँ तल खेतमा किसानहरू काम सकेर घर फर्किने तर्खरमा थिए। कोही हलो बोक्दै थिए, कोही भारी बोकेर उकालो चढ्दै थिए। उनीहरूको शरीर पसिनाले भिजेको थियो, लुगाहरू मैला थिए, तर उनीहरूको अनुहारमा एक किसिमको सन्तोष थियो। एउटा सानो झुप्रोको बाहिर एक परिवार खाना बसिरहेको थियो। उनीहरूको अगाडि त्यही ढिँडो र गुन्द्रुक थियो।
जुन राजाले भर्खर खाएका थिए। उनीहरू हाँस्दै रमाउँदै खाइरहेका थिए। पूर्णेले औँला देखाउँदै भने, महाराज हेर्नुहोस्। मैले के हेर्ने, यी मैला मानिसहरू? राजाले सोधे। हो महाराज, पूर्णेले गम्भीर स्वरमा भन्यो, हजुरले सोध्नु भएको त्यो दुर्लभ मसला त्यही हो, परिश्रमको पसिना र इमान्दारको भोग। आज हजुरले दिनभरि यसै गरी पर्खिनु भयो, त्यसैले हजुरलाई भोक लाग्यो। त्यो भोक नै संसारको सबैभन्दा मिठो चटनी हो। अनि मैले त्यो खाना पकाउँदा मेरो मनमा हजुरप्रति केवल सेवा र प्रेम थियो, कुनै डर वा लोभ थिएन। मैले कुनै कृत्रिम मसला होइन, मेरो हातको परिश्रम र कोदो फलाउने किसानको मेहनत मिसाएको थिएँ। राजा अवाक भए। पूर्णेले अझै थप्यो, महाराज, दरबारको अग्लो झ्यालबाट हेर्दा यी प्रजा केवल किरा फट्याङ्ग्रा जस्ता लाग्छन् होला, तर यिनैको पसिनाले फलाएको अन्नले हजुरको पेट भर्छ। हजुरको भान्सामा पाक्ने हरेक दानामा यिनीहरूको रगत र पसिना मिसिएको हुन्छ। जबसम्म हजुरले यो कुरा बुझ्नुहुन्न, जबसम्म हजुरले प्रजाको दुःख र परिश्रमलाई सम्मान गर्नुहुन्न, तबसम्म हजुरले जतिसुकै महँगो भोजन गरे पनि हजुरको आत्मा तृप्त हुने छैन। स्वाद जिब्रमा होइन महाराज, मनको सन्तोष र पेटको साँचो भोगमा हुन्छ। राजा दिपेन्द्र त्यही त्यो चिसो हावा चल्ने डाँडामा स्तब्ध भएर उभिए। आज पहिलो पटक उनले ती गरिब मानिसहरूलाई घृणाले होइन, गहिरो आधारले हेरे। उनलाई महसुस भयो कि उनको सुनको थालमा पस्किने भोजनको वास्तविक हकदार र सृष्टिकर्ता त यिनै मानिसहरू हुन्। उनलाई आफ्नो अहङ्कार काँचको गिलास जस्तै फुटेर छरिएको महसुस भयो। उनले पूर्णेको हात समाते। राजाको आँखा रसाएको थियो। पूर्णे, आज तिमीले मलाई खाना मात्र खुवाएनौ, जीवनको पाठ पनि पढायो। मेरो आँखामा लागेको मखमली पट्टी आज खुल्यो। राजा र पूर्णे दरबार फर्किए। राजाले आफ्नो घोषणा अनुसार पूर्णेलाई सोधे, माग पूर्णे, तिमीलाई के चाहिन्छ? सुन, हिरा वा कुनै मन्त्री पद? पूर्णेले आफ्नो लौरो समातेर भने, महाराज, मलाई धन सम्पत्तिको लोभ छैन। म त फकिर मान्छे हुँ। यदि मलाई केही दिन चाहनुहुन्छ भने केवल यति वचन दिनुहोस्, अबदेखि यो दरबारको झ्यालबाट बाहिर हेर्दा हजुरले घृणाको नजरले होइन, एउटा अभिभावकको नजरले हेर्नुहुनेछ र कहिलेकाहीँ आफ्ना प्रजाले के खाइरहेका छन् भनेर बुझ्न ती सुनका थालहरू छोडेर उनीहरूको माझमा जानुहुनेछ। राजाले शिर निहुर्याएर वचन दिए। पूर्णेले आफ्नो पोको बोकेर जसरी आएका थिए त्यसरी नै शान्त र रहस्यमय ढङ्गले दरबारबाट बाहिरिए। उनी कहाँ गए कसैलाई थाहा भएन, तर त्यस दिनदेखि राजा दिपेन्द्र बदलिए। उनले भान्सामा अनावश्यक खर्च गर्न बन्द गरे। दरबारमा अब महँगो होइन, पोसिलो र स्थानीय खाना पाक्न थाल्यो। राजा अक्सर भेष बदलेर गाउँ गाउँ डुल्न थाले। उनले किसानहरूका लागि सिँचाइको व्यवस्था गरे, गरिबहरूको लागि अन्नको भण्डार खोले। राजाको अनुहारमा रहेको त्यो कठोरता हरायो। अब उनको मुहारमा सौम्यता र शान्ति थियो। उनी अब भोजन गर्दा स्वादमा मात्र होइन, त्यो भोजन फलाउने हातहरूलाई सम्झेर आनन्द लिन्थे। दरबारको पर्खाल अब गरिबहरूको लागि त्रासको विषय रहेन र भनिन्छ त्यसपछि राजा दिपेन्द्रले जीवनभरि कहिल्यै खानाको गुनासो गरेनन्, किनभने उनले बुझिसकेका थिए कि सबैभन्दा ठुलो स्वाद भनेको सन्तुष्टि र कृतज्ञता हो। धन्यवाद। तपाईलाई यो कथा कस्तो लाग्यो? कृपया आफ्नो सुझाव र प्रतिक्रिया लेख्न नबिर्सिनुहोला। कथा मन परेको खण्डमा लाइक गर्नुहोला र सक्दो सेयर गरिदिनुहोला। यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर हामीलाई सहायता गरिदिनुहोस्। साथै नोटिफिकेसन बेल आइकनलाई पनि अन गरेर राख्नुहोला।
यस्तै रोचक र सन्देशमूलक कथाहरू लिएर फेरि आउनेछु। तबसम्मका लागि बिदा चाहन्छु। हवस् त, नमस्कार।